हेलो एभ्रिवान। अनि आज चाहिँ भर्खर यो बेलुकापख म यसो ड्रागन फार्ममा आएको। सो यो चाहिँ हाम्रो एप्पलको बुटा हो। हेरौँ अब तराईमा एप्पल फल्छ कि फल्दैन हैन। अनि हाम्रो ड्रागन चाहिँ यत्रो यत्रो भयो के यो सानसानै छ। सबैमा यत्रै लागिरहेछ, फल्दैछ। यो त फुल फुल्नु लागेको रहेछ, कस्तो राम्रो भयो रहेछ। अनि यहाँ पनि सानो हुँदैछ। अनि हामी चाहिँ यो ड्रागनको साथसाथै इन्टरक्रपिङ गरिराखौँ कि यहाँ चाहिँ अब बोडीहरू लगाइराखौँ नि त। अनि यो बिचमा चाहिँ यो भान्डाको बुटाहरू लगाइरहेछौँ। त्यहाँ कुरिलो पनि छ, यो चाहिँ कुरिलो हो। यो यतातिर पनि कुरिलो, यो भान्डाहरू एउटा फलिरहेको रहेछ।